यो सूर्य त मैले मुख खोलेको खोला न। छैन काई साहब, यसले भनिरहेको छ मैले चोरेको होइन, मलाई कसैले फसाएको मात्र हो भन्छ। अनि तपाईहरू यत्रो दिन के हालेर बसिरहनु भएको छ? यसकै मुखबाट निकाल्नुपर्छ कि मूर्ति मैले चोरेको हो भनेर, बुझ्नुभयो? म निरन्तर प्रयासमा छु काई साहब, यसले केही बेरमा आफै मुख खोल्नेछ, तपाईँ धेरै चिन्ता नगर्नुहोस्। ल ठिक छ, तर छिटो गर्नुहोस्, म फेरि आउँछु, बुझ्नुभयो? काई साहब मलाई बचाउनुहोस्, मैले यस्तो गल्ती गरेकै छैन। तपाईँ त यो गाउँको अभिभावक हुनुहुन्छ, मैले यस्तो गल्ती गरेँ भनेर तपाईँले कसरी विश्वास गर्नुभयो? मबाट यस्तो निज काम हुनै सक्दैन काई साहब, मलाई बचाउनुहोस्। म बिन्ती गर्छु काई साहब, मलाई एउटा नयाँ दिन दिनुहोस्। हात जोडेर बिन्ती गर्छस्? तैँले गल्ती गरेको बिगो कसले गर्ने? अनि त्यो गाउँमा हराएको इज्जत कसले फर्काउँछ? आजसम्म मैले यो गाउँमा कसैको कुमलो चिताइन। म त केवल कर्म र नियतमा विश्वास गर्ने मान्छे। आज एक दिनको लागि रात भगवान भएर धर्म नगरे पनि काई साहब दया गरिदिनुहोस् न, दया गरिदिनुहोस्। यति कुरा बुझ सूर्य, यदि त निर्दोष छस् भने तैँले पक्कै सफाइ पाउनेछस्। होइन भने एक दिन होइन, 2 दिन होइन, महिनौ होइन, वर्षौँ वर्षौँ यो जेलमा कुहिनेछस्, बुझिस्? बल्ल बल्ल आइपुगे। दाई, भाउजू, ए दाई, भाउजू, अरे ढोका त खुल्लै छ, मान्छे हुनुहुन्न क्या? भाउजू, ए भाउजू, ए भाउजू, नमस्ते। नमस्ते, बहिनी पो आउनु भएछ? हजुर, आए नि भाउजू, दाईलाई टिका लगाइदिन। तर भाउजू, सबै गाउँतिर उज्यालो छ, हाम्रो घर चाहिँ किन अँध्यारो? हाम्रो घरमा उज्यालो तपाईको दाईको अनुहारले ल्याउँथ्यो, अहिले त्यो अनुहार चौकीको भित्तामा थुनिएको छ। भाउजू, यो के भनिरहनु भएको छ? दाई चौकीमा? कसरी? तपाईलाई थाहा छैन होला बहिनी, तपाईको दाजुलाई मूर्ति चोरको झुट्टो आरोपमा पक्रेका छन्। निर्दोष मान्छेलाई पनि आजकल अपराधी बनाइदियो रहेछ। मेरो दाई त त्यस्तो मान्छे हो जसले पराईको खेतमा काम गरेर अरूको भोक मेट्थ्यो। यस्तो मान्छे कसरी चोर हुन सक्छ? यही प्रश्न म पनि हरेक रात सोध्छु, तर जवाफ पाइन। हाम्रो घरको भित्ताले मात्र सुन्छ, तर न्याय सुन्ने कोही छैन। हेर्नुस् भाउजू, यो डोलीमा लत्ता कपडा मिठाई ल्याएकी छु। यो तिहारमा दाजुलाई सप्तरङ्गीको टिका लगाइदिन्छु भनेर। नल्याएको भए पनि हुन्थ्यो बहिनी, किनकि त्यो निधारमा अहिले पीडाको कालो परेको छ। फुपू, किन रुनु भएको? नरुनुहोस्, बाउ अब फर्केर आउनुहुन्न। हो छोरी, तेरो बाउ गएको पनि धेरै दिन भयो, तर आजसम्म फर्किनु भएको छैन। म बाउको फोटो हेरेर दिनरात रोइरहन्छु, मन भाँचिएको छ बाउ कहिले फर्केर आउँछन् भनेर। अब तिहार पनि आँसुले मनाउनु पर्छ नानी। हेर्नुस् त भाउजू, मेरो मन कति पोलेको छ। म सानो हुँदा मेरो दाइले काँधमा राखेर सधैँ गुनगुनाउने गर्थ्यो, बहिनी त मेरो खुसी होस् भनेर। आज मैले उहाँको लागि केही गर्न सकिनँ। नाइ नाइ बहिनी, त्यसो नभन्नुहोस्। तपाईँ आउने हिम्मत गर्नुभएको छ, त्यो नै हाम्रो लागि ठुलो कुरा हो। हाम्रो घरमा केही छैन, दुःख र आँसु बाहेक। भाउजू, मलाई थाहा छ
मेरो दाइ निर्दोष हुनुहुन्छ। मलाई त लाग्छ भगवानले पनि आँखामा पट्टी बाँधेको छन्। निर्दोषहरू रुइरहेको छन्, दोषीहरू हाँसेर हिँडिरहेका छन्। त्यो टीका रङ मात्र होइन, आशाको प्रतीक पनि हो। त्यही आशा तपाईँले गुमाउनु भएको छ नानी। म बुझ्छु चेलीलाई यो तिहारको महत्त्व कति हुन्छ भनेर। हो बहिनी, मौनता र आशाले हामीलाई जिताउनेछ। हरेक रात म चौकीको दिशातिर हेरेर रुन्छु, कहिले ढोका खुल्ला हुन्छ र मेरो सूर्य फर्किन्छन् भनेर। भाउजू, दाइ फर्किसकेपछि म दाइलाई यो भन्न चाहन्छु, दाइ हजुर निर्दोष हुनुहुन्थ्यो, तर यो समाजले हजुरलाई बुझ्न सकेन। त्यो दिन आउनेछ बहिनी, तर हाम्रो घरमा अहिले बत्ती भन्दा पनि बढी बिन्ती बल्नेछ। आमा छोडिदिनुहोस् यो कुरा। फुपू अहिले थाकेर आउनुभएको होला। फुपू आउनुहोस् भित्र जाउँ। कता गएर आयो रिता? तल बजारमा भाइटिकाको सामान लिन गएको थिएँ। मलाई हतार छ, जान्छु। ल ल ल आउँछु। कसैले सोध्दैनन् राधिका तिम्रो तिहार कसरी मनाउँछौ भनेर, किनभने तिनीहरूलाई थाहा छ मेरो घरमा त अब बत्ती बाल्दा पनि उज्यालो आउँदैन। दाइ गयो, भाइ थिएन, अनि जसले माया गर्नुहुन्थ्यो उहाँ पनि मबाट टाढा जानुभयो। म त केवल सम्झनाको बाटोमा हिँडिरहेको छु, जसको अन्त्य पनि छैन। ल खाना खानु। हेर न बुढी, तिहार पनि आयो। यो तिहारको नाम सुन्न साथ मलाई बाल्यकालको याद आउँछ भने त्यो बेला आमा बिहानै उठेर सेलरोटीको गन्धले घरै उज्यालो पार्थिन्। हो नि बुढा, हातभरि पिठो, मनभरि खुसी, अनि घरमा बालबच्चाको हाँसो। अहिले त तिहारको आत्मै छैन, सबै मोबाइलमा रमाउँछन्। के दीपावलीमा रमाउँथे? हो नि, पहिला तिहारले घरहरू जोड्थ्यो, तर अहिले त्यही तिहारले मानिसहरूलाई टाढा बनाएको छ। लक्ष्मी पूजा केवल धनको पूजा मात्र होइन, यो त मनको शुद्धताको प्रतीक हो। यदि मन शुद्धता छैन भने हजारौं दीप बाल्दा पनि त्यो घरमा उज्यालो आउँदैन कजिनी। अब हामीले लक्ष्मी पूजा पनि रमाइलो गरेर मनाउनु पर्छ, उहिले जसरी हामीलाई आमाले सिकाउनु भएको थियो। अनि बुढा, यो तिहारमा के चाहनुहुन्छ? पुरानै ढाँचामा दियो बत्ती सबै तयार पारू? हो, पुरानै शैलीमा तयार गर। हाम्रो पुस्ता जाँदैछ, तर हामीले यो तिहारको आत्मा हराउनु हुँदैन। हो, तिहार भनेको त मायाको प्रतीक नै हो। भोलि बिहान म फुल ल्याएर माला बनाउँछु, अनि सेलरोटी पनि पकाउँछु। बुढा, दियो चाहिँ तपाईँ बाल्नु है, किनभने मेरो पहिलो उज्यालो भनेको तपाईँ हो। यदि म पहिलो उज्यालो हो भने त्यो उज्यालोको स्रोत तिमी हो कजिनी। तिमी बिना यो तिहार अधुरो छ, यो घरको खुसी पनि अधुरो छ, बुझ्यौ? दिदी, हजुरकै घरतिर जाँदै थिएँ, हजुरलाई बाटैमा भेट भयो। हजुरको दाजुले चिठी पठाउनु भएको थियो विदेशबाट। ए हो र भाइ? हजुर। हुन्छ, म अहिले लाग्छु।
यो चिठी लेख्दाखेरि मेरो हात कामिरहेको छ। काँचो धागो जस्तै टाढाले मेरो मन तानिरहेको छ। आज म तिमीलाई बाचा गर्छु बहिनी। यो हाम्रो दूरीले हाम्रो माया कहिले कम हुने छैन। आज तिहारको दिन हो। मेरो हरेक सासमा तिम्रो नाम छ। तर म यहाँ विदेशको एउटा कोठामा छु। ठुलो भिड र कामको बोझले गर्दा मलाई मेरो घर फर्किन दिँदैन। यो एउटा अवसर हो। मैले तिमीलाई त्यो अवसर दिन सकिनँ। बहिनी, यहाँका केही आवाजहरूले तिम्रो याद दिलाउँछ। केही सडकका साइरनहरू, मानिसहरूको हाँसो, कोठाहरूमा गुन्जिएका आवाजहरूले मलाई तिम्रो याद दिलाउँछ। तिम्रो ओठको मुस्कान, घर वरिपरिका फुलहरू, केटाकेटीको हाँसो, भान्साको सेलरोटी, यहाँ त्यस्तो केही हुँदैन। मलाई थाहा छ बहिनी, तिमीलाई कति पीडा भयो। म टाढा भए पनि तिमीले घर सम्हालेका छौ। मैले पनि तिमीलाई सप्तरङ्गी टिका लगाउन दिन चाहन्थे, तर हेर त म परदेशमा यहाँ छु। मैले चाहँदा चाहँदै पनि त्यो घरको ऋण, साउको किचकिचले गर्दा आज म विदेशमा बन्धन बनेर बसेको छु बहिनी। मलाई माफ गरिदेऊ बहिनी। मैले जानी जानी तिमीलाई कहिले पनि चोट दिन चाहेको थिइनँ। म तिमीलाई धेरै माया गर्छु बहिनी। तर हेर न, मायाले संसार चल्दैन रहेछ। तिमीलाई माया गर्ने यो अभागी दाइलाई सम्झेर नरौ है बहिनी। म टाढा भए पनि तिम्रो लागि यो दाइको माया सधैँभरि गाढा छ बहिनी। तिमीले रोपेका ती सयपत्रीका फुल, मखमलीका फुलहरू फुलेर कति ठुल्ठुला भइसके होलान्। तिमीले बुनेका ती माला ओइल्याउँदै गइसके होलान्। आज घर गाउँ वरिपरि सबैजनाले माला लाएर, टिका लाएर, खुसी भएर रमाइरहेका होलान्। तर म यहाँ निधार खाली राखेर बसिरहेको छु। निधार खाली राखेर बसिरहेको छु। तिम्रो हात पनि खाली रहेको छ। मलाई माफ गरिदेऊ है बहिनी। उही तिम्रो प्यारो दाइ। हेलो, ल ठिक छ, म चौकीमा गएर बुझ्छु। हुन्छ सर। हस् सर। हेर यो अलक्षिनी, मलाई देखेपछि अलिकति छेउलाएर हिँड्न सक्दिनस्? आउँदै थिएँ, छेउ लाग्ने बिर्सेछु। अझ थुतुन चलाउँछस्? कजिनी, तपाईँ किन यसरी सधैँ मलाई गाली गर्नुहुन्छ? अझ मेरो साइड बिगार्नु छ? अझ अझ सानो जात भएर अलि छेउलाएर हिँड्नु त कहाँ? मसित थुतुन चलाउने बाँकी चोकटाइदिला, अलि ठाउँमा हिँड। जय नेपाल सर। सोही सर, यसले मुख खोल्यो? यसले अझैसम्म पनि मुख खोलेको छैन सर। अनि लाटाले पापा हेरेर जस्तो यत्रो दिन के हेरेर बस्यो सोही सर? मलाई माथिबाट दबाब आइरहेछ। मलाई केही समय दिनुहोस् सर, यसले अवश्य मुख खोल्छ। अब यसले 2 दिनभित्र मुख खोल्यो भने राम्रो हुने छैन, बुझ्नुभयो? हस् सर।
बहिनी के सोचेर बसिरहेको? खाना पाकिसक्यो, जाऊ नि भित्र खाना जाऊ। भाउजू मैले सोचिरहेको दाइलाई त जेलमै गएर टिका लगाइदिउँ कि क्या हो। आज कता कता मेरो मन एकदमै भारी भइरहेछ। होइन बहिनी, उनीहरूले तपाईँको दाइलाई भेट्न दिँदैनन्। मैले कति प्रयास गरेँ, जेलको नियम कडा छ भन्छन्। दाइ बिना यो तिहार जस्तो लाग्दैन मलाई भाउजू। सबै चेलीबेटीहरू माइत आएर आफ्नो दाजुभाइलाई आज तिहारको दिन पुजिरहेको छन्, तर म भने चाहिँ दाइको सम्झनामा आँखाबाट आँसु झारिरहेको छु। तपाईँको मन धेरै टुक्रेको होला, यो मलाई मात्र थाहा छ। दाइलाई भेट्न ठुलो रहर होला, तर के गर्नु, पुलिसले पनि काजीकै कुरा सुन्छन्। काजीले भेट भने भेट्न दिन्छ, नभेट भने भेट्नै दिँदैन। अनि तपाईँले के गर्नुहुन्छ? हामीले केवल प्रतीक्षा गर्नुपर्छ, प्रतीक्षा। होइन, फुपू र आमाको के कुरा चल्दैछ? छोरी हेर न, तिम्रो फुपू बाबालाई जेलमा भेट्न जान्छु भन्दै हुनुहुन्छ। हुँदैन फुपू, तपाईँको यो प्रयास केवल खेर मात्रै जान्छ। कमसेकम म एकचोटि प्रयास त गर्छु नि नानी। भेट्न दिए भने दाइलाई टिका लाएर आउँछु, भेट्न दिएनन् भने यो साल मेरो कर्ममा भाइटिका लाउन लेखेकै रहेछ भनेर सम्झेर फर्केर आउँछु। तर नानी, दाइ फर्किने दिन नजिकै छ, हामी सबैले प्रतीक्षा गरौँ। हामी त प्रतीक्षा गर्न सक्छौँ, त्यो बाहेक त अरू के नै गर्न सक्छौँ र आमा? हो, यो तिहार दाजुबहिनीको पर्व हो। तपाईँले भनेको सही हो, प्रतीक्षा त गर्छु, तर मेरो मनले मान्दैन। म के गरौँ? म पनि बाउलाई भेट्न चाहन्छु, तर जान सक्दिनँ। मलाई उहाँको धेरै याद आउँछ। मेरो यो सानो मनले उहाँलाई दिनरात सम्झिरहन्छ। म पनि सप्तरङ्गी टिकाले मेरो दाजुको निधार भर्न चाहन्छु भाउजू, भर्न चाहन्छु। मलाई थाहा छ तपाईँको मनमा कति ठुलो चोट छ। भाइटिकाको दिनमा पनि दाइ घरमा नहुँदा तपाईँलाई कति पीडा भयो होला। अरूको घरमा उज्यालो र खुसियाली छाएको छ, तर हाम्रो घरमा हेर्नुहोस् त, केवल अँध्यारो छाएको छ नानी, अँध्यारो। मलाई थाहा छ तपाईँहरूको मनमा कति धेरै पीडा छ भनेर। यी मेरा आँखाबाट बग्ने आँसु केवल तपाईँकै दाइको नाममा छ। भाउजू, दाइ सधैँभरि जेलमा बस्ने त होइन नि? मेरो पनि मन फुटेको छ, तर उहाँकै सम्झनाले म बाँचिरहेकी छु। हो आमा, बाउको नामले हामीलाई जीवन दिन्छ, बल दिन्छ। हामीले हिम्मत राख्नुपर्छ, यो नै हाम्रो ठुलो शक्ति हो। हामीले अडिग रहनुपर्छ। हेर्नु त, उहाँ बिना हाम्रो घर कति सुनसान छ, तर जे भए पनि हाम्रो मन त उज्यालो छ। हामी थाकेका छैनौँ, तर हामीसँग बल छ, प्रेम छ नानी। हो, हाम्रो प्रेम बलियो हुनुपर्छ। तपाईँ त्यहाँ जानु भनेको केवल पीडा मात्र पाउनु हो नानी, तपाईँ नजानुहोस्। उनीहरूले तपाईँको दाइलाई भेट्न दिँदैनन्। पीडा कहिल्यै सकिँदैन नानी। हामीले विश्वास गर्नुपर्छ, तपाईँको दाइ फेरि यो घरमा फर्केर आउँदा यो घरमा उज्यालो छाउनेछ। म त दाइलाई हरेक पल सम्झेर रोइरहेको छु भाउजू। हाम्रो प्रेम र प्रतीक्षाले दाइलाई फर्काउनेछ। जाम मिल्नु खाना खानु, हिँड्नु नानी। अब के गर्नु, तिहारमा रोटी त पकाउनै पर्यो। अब साँठो पुग्यो कि पुगेन कुनी? चाहिँ त्यति राम्रो त जान्दिनँ, तर घर रमाइलो पार्नलाई, लक्ष्मी पूजा गर्नलाई यसो रोटी त दुईवटा हाल्नै पर्यो। तेल तात्यो कि तातेन?
ए आमा सेल पकाउनु भयो? हेर त छोरा, मैले सेलरोटी पकाएकी छु। हरेक टुक्रामा हाम्रो परिवारको माया समेटिएको छ। हरेक वर्ष जस्तै आज हाम्रो घरमा पनि लक्ष्मी पूजा गरिन्छ। तपाईँको हातले बनाएको त मिठो स्वाद आउँछ आमा। म नि चाहन्छु यो वर्ष लक्ष्मीले हाम्रो घरमा पनि खुसी लिएर आउन्। तर म त चिन्तामा छु। केटाहरू ध्यान नदिएर खेलमा मग्न छन्। फुलमाला सजाउनलाई त्यति सजिलो छैन। तिनीहरूले फुललाई प्रेमपूर्वक राख्न सक्नुपर्छ। तपाईँ जस्तो अनुभवीले सम्झाउँदा उनीहरूले ध्यान दिन्छन् कि? यो पूजा केवल देखाउनको लागि होइन, हरेक तयारीमा हाम्रो माया र एकताको भाव समेटिएको छ। म यति चाहन्छु यो गाउँका केटाहरूले यो कुरा बुझेर मनदेखि पूजा गरून्। तपाईँको कुरा सुन्दा त मेरो मनमा गहिरो भाव झल्किन्छ। आजको दिन त हाम्रो परिवारमा झन् नजिक ल्याउने दिन हो नि। हो नि छोरा, हरेक वर्ष जस्तो हाम्रो घरमा खुसी, माया, प्रेम छाओस्। लक्ष्मीको आशीर्वादले हामीलाई पर्खिरहेको छ। म केटाहरूलाई सम्झाउँछु कि यस दिनको महत्त्व मनोरञ्जन मात्र होइन, सम्मान पनि हो। यो वर्ष लक्ष्मी पूजा हाम्रो घरमा विशेष हुनेछ। हामीले शुद्ध मनले पूजा गर्नेछौँ। तपाईँले बनाउनु भएको सेलरोटीमा पनि हामी सबैको लागि आशीर्वाद जस्तै हुनेछ। मलाई विश्वास छ आजको दिन हाम्रो लागि विशेष हुनेछ। बुढो पूजा गर्नु हो त्यसले पनि लक्ष्मी पूजा। ल अब यसो दलानतिर यो सबै दियो बालिदिनु पर्छ। झिलिमिली पारेर तिहार त रमाइलो गर्नु पर्यो नि। ल बाबु यसोमा ल बुढो, अब तपाईँले पनि सबै ठाउँ दियो बालिदिएर राँधिँदै जानु। माथि गएर बसिरहनु बार्तालीमा, म भित्र लक्ष्मी पूजाको तयारी गर्छु। ल हुन्छ, बाहिर त जय गणेशाय नमः, जय दीपदेवाय नमः। धन्नादेखि देवी लक्ष्मी माता हाम्रो काली साहबको घरमा कुनै दुःख कष्ट कहिल्यै पनि नआओस्।
अधुरा कामहरू सबै पूर्ण गराइदेऊ। कर्पूरगौरम करुणावतारम संसारसारम भुजगेन्द्रहारम सदा वसन्तं हृदयेरविन्दे भवं भवानी सहितं नमामि। तुमेव माता च पिता तुमेव सर्वं तुमेव विद्या द्रविणं तुमेव सर्वं मम देव जयलक्ष्मी माता रक्षा गर। कहिल्यै पनि सङ्कट नल्याइदेऊ है। ल हजुरहरूले पनि फुल चढाउनुहोस्। अब टिको लाउने त होला नि? लगाइदिनुहोस् त। उच्च रहोस् भावना दृढ सदा रहोस् धैर्यशाली जिन्दगी चुमोस् शिखर सदा लक्ष्यले बाधा हटन मार्गको उच्च रहोस् भावना। यही नै छ है काजी साहब हजुरलाई यो दीपावली 2082 को शुभकामना। लक्ष्मी माताले रक्षा गरून्। आँटे सोचेका काम सबै पूर्ण। हिँड्दा ठेस नलाओस् नुहाउँदा केस नझरोस्। सबैले हजुरको बहसमा परेर खाउन्। कसैको बहसमा पनि पर्न नपरोस् कजिनी साहब। बाबु ठुलो ओदामा पुगे ठुल्ठुला काम गरे ठुलो नाम कमाए। आँटे सोचेको काम सबै पूर्ण होस् बाबुको पनि। ल त बाबु। भाउजू म पुगेर आउँछु है। ल दिदी कहाँ जानु लाग्नु भएको? कहाँ जानु नि? दाइलाई टिका लगाइदिन जानु लाग्यो। म पनि तपाईँसँगै जान्छु नि। सूर्य काकाको कति धेरै नर्स लागेको छ। मलाई पनि देख्न मन लागेको छ। म पनि तपाईँसँगै जान्छु नि दिदी। किन त जाने भए? यो कमर्सको पनि हुन्छ किन? तपाईँहरू यहाँ किन? आज तिहारको दिन म मेरो दाइलाई भाइटिका लगाइदिन आएको। कृपया उहाँलाई आज मसँग भेट गराइदिनुहोस् न सर। भेटघाटको लागि कागजी प्रक्रिया पुरा गर्नुपर्छ। माफ गर्नुहोस्, आज म भेटाउन सक्दिनँ। आज तिहारको दिन म मेरो दाइलाई भाइटिका लगाइदिन आएको। कृपया उहाँसँग मेरो आज भेट गराइदिनुहोस् न सर। नियम सबैको लागि एउटै हो। मेरो पनि परिवार छ, तर मेरो काम भनेको नियम पालना गर्नु हो। बुझ्नुभयो? कागज बन्न समय लाग्छ। आज तिहारको दिन जसरी हुन्छ बिन्ती छ सर, मलाई उहाँसँग भेट गराइदिनुहोस् न। के को हल्लाखल्ला हो बिहान बिहान? हेर्नुहोस् न सर, उहाँहरूले मेरो दाजुसँग भेटै दिनुभएको छैन। आज भाइटिकाको दिन मेरो दाजुलाई टिका लगाउनलाई एकचोटि भेट गराइदिनुहोस् न। बिन्ती छ सर, यो चेलीको आँसुको महत्त्व बुझिदिनुहोस्। हुँदैन भनेपछि हुँदैन। के को अटेरी हो? तपाईँले यो के गर्नुभएको? तपाईँलाई पाप लाग्नेछ। धर्म नगरे पनि कमसे कम दया त गर्नुहोस्। तपाईँले यो के गर्नुभएको सर? आज तिहारको दिन चेलीहरूको यसरी अपमान गर्नु हुँदैन सर। हामीले यसरी चेलीहरूलाई अपमान गर्यो भने भगवान्ले हामीलाई माफ गर्दैन सर। हामीले त टिका लाउन पाएनौँ सर। कमसे कम उहाँहरूलाई त टिका लाउन दिनुहोस्। बिन्ती छ सर, उहाँहरूलाई टिका लाउन दिनुहोस्। यो पर्व चेलीहरूको लागि धेरै महत्त्व हुन्छ, त्यो मलाई थाहा छ। तपाईँले ठिक भन्नुभयो। नियम भन्दा मानवता माथि हुँदो रहेछ। ए केटा, उहाँलाई टिका लाउने व्यवस्था गर। सब
तपाईँलाई धेरै धन्यवाद छ सर यो अवसर दिनुभएकोमा। हिँड्नुहोस् जाउँ। बहिनी तिमी आइपुग्यो। यो चाडबाडमा तिमी आउँदा त संसारभरिको दुःख फुटेको जस्तो भएको छ। दाई म हजुरलाई टिका लाउन आएँ। यो टिका मात्र होइन, यो त हाम्रो घरको आशीर्वाद हो। मैले केही गल्ती गरेको छैन बहिनी। यी गाउँले भनाउँदाहरूले मलाई फसाएका हुन्। हो दाई, तपाईँले केही गल्ती गर्नुभएको छैन, त्यो म बुझ्छु। चिन्ता नलिनुहोस्, तपाईँलाई अदालतले अवश्य न्याय दिनेछ। मलाई विश्वास छ मैले अवश्य एक दिन न्याय पाउँछु भनेर। आज म भाउजूको आशीर्वाद र बहिनीको प्रेम लिएर यहाँ आएको छु। तिमीले देखाएको सहनशीलता धैर्यताले मलाई केवल लाज मर्दो बनाउँछ बहिनी, केवल लाज मर्दो। दाई, यो केवल टीका होइन, यो त मायाको प्रतीक हो। मैले तिमीलाई, छोरीलाई, बुढीलाई केवल आँसु मात्र दिएँ। आँसु, मलाई माफ गरिदेऊ है बहिनी। समयलाई धैर्य गर्नुहोस् दाई, एक दिन सत्यले अवश्य तपाईँलाई बचाउनेछ। दोषी जो भए पनि एक दिन उसले अवश्य सजाय पाउनेछ दाई। त्यो दिन तपाईँको अनुहार हेरेर गाउँलेहरूको सबैको शिर झुक्नेछ दाई। राधिका, त्यो कलास ल्याउ त। हुन्छ दिदी। दाई, म तपाईँलाई पहिला टिका लगाइदिन्छु, सायद जान लागिसक्यो, अलिक अगाडि आउनुहोस् त। ओखर फुटाउनु पर्यो। आज तिहार आयो, घर उज्यालो छ, फुल र माला सजिएका छन्, सबैजना रमाइरहेका छन्। रिता आफ्नो दाइको निधारमा टिका लगाउँदैछिन्, मुस्कान अनुहारमा छ, सबैको अनुहारमा खुसी छ, हाँसो छ, जीवन उज्यालो छ। म बाहिर उभिएर त्यो दृश्य हेर्दैछु, मेरो हात खाली छ,
मेरो निधार खाली छ, मनभित्र ठुलो घाउ छ। म चाहन्छु म पनि त्यो टिका लगाउन सकु। मेरो आँखाले देखेका सबै खुसी मलाई अझै भित्री पीडा दिन्छ। मलाई लाग्छ म यो खुसीको भाग हुँदिनँ। रिता दाईको निधारमा टिका लगाउँछिन्, म हात फेरि उठाउन सक्छु, तर मेरो मन गहिरो रूपमा चोट पाएको छ। आँसु रोक्न सकिनँ। सबै खुसी छन् तर मेरो हृदय खालीपन छ। आज तिहार आएको छ तर मेरो मुटु केवल एउटा ठुलो घाउ बोकेको छ। म मनमा नै भन्छु, ए भगवान्, किन म यहाँ मात्र दर्शक हो? किन मेरो हात खाली छ? किन मेरो निधारमा टिका पाउँदैन? सबै रमाइरहेका छन्, हाँसिरहेका छन्, तर मेरो आँखामा आँसु मात्र छन्। मैले देखेर अनुभव गर्छु तर म भागमा लिएकी छैन। म त केवल टोरी हो। आजको तिहार सबैलाई खुसी दिएको छ तर मेरो लागि केवल सम्झना, केवल घाउ छ।